धनकुटाको साँगुडी गढी गाउँपालिकाले धोजेडाँडा र ख्वालुङ जोडेर पर्यटक प्रवर्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ। ख्वालुङ किराँतहरूको सभ्यतासँग जोडिएको स्थान हो भने धोजेडाँडा गाउँपालिकाको सबैभन्दा अग्लो स्थानसहित महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो। एक रिपोर्ट। अरुण, तमोर र सुनकोशी नदी मिसिने त्रिवेणी स्थित किराँतहरूको आस्थाको केन्द्र ख्वालुङलाई महाभारत श्रृङ्खलाको धोजेडाँडासँग जोड्न साँगुरीगढी गाउँपालिकाले पदमार्ग निर्माण थालेको छ। गत वर्ष 40 लाख बजेटमा झाडी सफाई, 6 किलोमिटर फुट ट्र्याक र 7 किलोमिटर क्षेत्रमा सुक्खा वाल निर्माण गरिएको छ भने यस वर्ष थप 30 लाख बजेट विनियोजन गरिएको इन्जिनियर दीपक राईले बताउनुभयो। अब यो आगामी आर्थिक वर्षमा चाहिँ हामी सञ्चालन हुने गरी कम्तीमा रुटहरू चाहिँ जोडिने गरी हामीले त्यो लक्ष्यको साथ हामीले निर्माण गरेका छौँ। हाइकिङ गर्न इच्छुकहरूले चाहिँ ख्वालुङबाट धोजेडाँडासम्म पदमार्ग प्रयोग गर्न सक्नुहुनेछ। धोजेडाँडाबाट सूर्योदय, सूर्यास्त सहित मकालु, सगरमाथा, कञ्चनजङ्घा जस्ता नेपाल, भारत र भुटानका हिमाल देख्न सकिन्छ। राई, लिम्बू, मगर जातिका संस्कार, स्थानीय वनस्पति, जैविक विविधता, हरियाली, वन्यजन्तु र लोपोन्मुख गिद्ध अवलोकन गर्न सकिने ख्वालुङ त्रिवेणी धोजेडाँडा पदमार्ग उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र राईले बताउनुभयो। गाउँपालिकालाई दीर्घकालीन पर्यटकीय हबको रूपमा विकास गर्न धोजेडाँडादेखि ख्वालुङसम्म पदमार्ग निर्माण गरिएको हो। पदमार्ग ओख्रे, नाम्जे, भेडेटार, पाथिभरा मन्दिर, टोपे, टेम्बा, रन्फने डाँडा, झण्डी डाँडा हुँदै लिम्बू, चौतारा र त्रिवेणी ख्वालुङसम्म फैलिएको छ। यसले गाउँपालिकाका विभिन्न गन्तव्यहरू जोड्नुका साथै भेडेटार आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य प्रदान गर्ने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ। गढी गाउँपालिकाको सबै वार्डलाई छुने गरी यो पदमार्ग निर्माण गर्दैछौँ। पदमार्गले साँगुरीगढी गाउँपालिकाका 10 वडा मध्ये 5, 6, 7, 8, 9 र 10 गरी 6 वटा वडाहरूलाई समेट्नेछ। धोजेडाँडादेखि त्रिवेणी हुँदै ख्वालुङसम्मको कुल 38.2 किलोमिटर लामो यात्रा करिब 2 दिनमा पुरा गर्न सकिने गरी पदमार्ग तयार पारिँदैछ। एनटिभी इटरी समाचारका लागि ईश्वर थापा, धनकुटा।